यो 32 सूर्य मोरङ जिल्लाको पूर्व सिंहदेवी गाउँपालिका अन्तर्गत यो 32 सूर्य भनेको एकदम प्रसिद्ध हो। आज हामी गइरहेछौँ लाभसहितको कुकुरीको प्रचार प्रसारमा प्रत्यक्ष सहित। जस्तै यो बाटो सबसे डेन्जर बाटो हाम्रो गुरु छ होइन गुरुजी? के चाहिँ हेरेर आउनुहुन्छ गएर नयाँ मान्छे? लु त गाडी अफ गरेर जाने तपाईँ। हुन्छ हेरेर आउनु त तपाईँ नयाँ मान्छे। माथि घुम्तीमा हेर्नु, घुम्तीमा चाहिँ हुन्छ हुन्छ तानिहाल्छ नि। कस्तो सरारा नसकेर टु विलमा त थियो नि त। हेरेर आउनु, हेरेर यो त कुनामा चाहिँ हेर्नु नयाँ मान्छे। गाडी त गइरहेछ नि। यो ल्याउनुहोस् ल। भयङ्कर हो नि त 32 सूर्य भनेको त। सबसे अप्ठ्यारो बाटो है यो। सूर्य भनेको यही चट्टान फोरेर बनाएको छ नि। यता यस्तो गाउँ देखिन्छ। ल है साथी, यो मोरङ जिल्लामा पनि यस्तो ठाउँ छ है। त्यतिकै हेर्नु साथीहरू, पूर्व सिंहदेवी चट्टान बिचबाट जान्छ। यो पारिको गाउँहरू हाम्रो, हामी यहाँ जाँदैछौँ। पारी देखिएको सिंहदेवी यो चाहिँ एउटा घर देखेको, यो चाहिँ पाटी गाउँ हो। अनि यो चाहिँ त्यो चाहिँ हाम्रो गणेश मिभकजीहरूको पुर्खौली थलो पारिपट्टि सम्मेटन भन्छ हो। यो बाटो चाहिँ भेरेटार राँके खण्ड अन्तर्गतको यो राजा रानीबाट फर्किने भेरेटार जाने बाटो त माथिको चाहिँ यो मोरङ जिल्ला है साथीहरू। यो सबै यो मोरङ जिल्ला हो। फेरि मोरङ जिल्ला नै होइन। ल हेर्नुहोस्
ल हेर्नुहोस् तपाईँ अब हिँड्नु पर्यो यही नै रही दापसहितको खुकुरी चुनाव चिन्ह सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानदेखि किराँत खम्बुवान तामाङ सालिङ शेर्पालुङ नेवार तमुवान मगरात दलित मुक्ति खसान हुँदै मधेस थरवाटसम्मको एउटा लामो र वास्तविक नेपालको यात्रा हेर्नुहोस् अब यहाँ टु व्हिल गाडीहरू त गाह्रो हुन्छ नि आउनु डेन्जर पनि गाह्रो भन्दा पनि डेन्जर हुन्छ नि त अब टु व्हिल गाडीहरू आएर यहाँ हेर्नुहोस् त यस्तो छ आमामा तल हेर्नुहोस् त भिड अनि बाफ्रे रिमाटा चल्छ नि रिमाटा अब यहाँ यस्तो बाटो छ बाटोबाट तल हेर्नुहोस् त भिड अनि अकल्पनीय बाटो 32 जुरे यसलाई भविष्यमा एकदमै पर्यटकीय क्षेत्र है यो लिम्बुवान किराँतको प्रदेशको एकदमै भविष्यमा एकदमै यो अब जहाँ डेन्जर जहाँ रिक्स त्यहीँ त छ टुरिज्म त्यहीँ त छ पर्यटन रिक्स भएन भने हुँदैन हेर्नुहोस् ए ल 32 जुरे छट्टै आउने बित्तिकै हेर्नुहोस् यति सुन्दर ठाउँ छ यता अहिले यो जुन जेफाले हेर्नुहोस् यो जेफाले भन्ने सुन्नुभएको होला अनि हाम्रो बिना बहिनीको चर्चित टी अर्ग्यानिक टी स्टेटमा यता हो यो जेफाले होमस्टे भन्ने पनि सुन्नुभएको यतै माथि होइन र बिहिबारे भन्ने अनि यो ठक्कै क्रस गर्ने बित्तिकै चाहिँ फेरि आउँछ बानी हुनेले त कुदाइराखेको हुन्छ पाए किसिम बानी नै हो क्या फेरि होइन केही मतलब छैन नि त बानी नहुने ए तल गयो भने अब यहाँ तल अनि कन्टार भिड आयो फेरि ल हामी अहिले जानु चाहेको चाहिँ यो पारी हो हस् त धन्यवाद दापसहितको खुकुरीलाई समानुपातिक र प्रत्यक्षमा यसपल्ट नभुल्नु होला हाम्रो मुद्दाहरू मर्न दिनु हुँदैन देश उथलपुथल भएको छ यो उथलपुथलको बेलामै हो मुद्दाहरू रोप्ने बेला हावातालको एजेन्डाविहीन राजनीतिक स्वयं त नेपाललाई किन यस्तो भयो भन्दाखेरि एजेन्डा बेगरको राजनीति हावातालको अब एजेन्डा सहितको राजनीति के एजेन्डा सहितको आन्दोलन कति सुन्दर गाउँ हेर्नुहोस् त हाम्रो मौसम लिङ्गदेन तुम्याङजीको गाउँ हामी यतै जाँदैछौँ पहाडी बस्ती मोरङ जिल्ला पूर्व सिंहदेवी कति सुन्दर छ हेर्नुहोस् त हस् त धन्यवाद दापसहितको खुकुरी चुनाव चिन्ह है ल अब दिल्लीले अलिकति यहाँ मागो त भोट लाइमा अब प्रत्यक्ष उम्मेदवार हाम्रो दिलु इच्छिङ छ लिङ्गदेन ल सबैलाई सेवारो जयलिम्बुवान म चाहिँ दिलु लिङ्गदेन सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट मोरङको क्षेत्र नम्बर 1 को प्रत्यक्ष उम्मेदवार चुनाव चिन्ह सास फेर्नु गाह्रो हो चुनाव चिन्ह चाहिँ दापसहितको खुकुरी यसो बताइदिनुहोस् त यो कहाँ हो यो चाहिँ आज चाहिँ हामी यो केराबारी गाउँपालिका सिंहदेवीमा साबिक चाहिँ सिंहदेवी साबिक सिंहदेवी यो वार्ड नम्बर चाहिँ ठ्याक्कै मलाई पनि थाहा भएन त्यहाँ चाहिँ आज भेटघाट कार्यक्रममा हामी जाँदैछौँ सम्पूर्ण
क्षेत्र नम्बर 1 बासी बुवा आमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई चुनाव चिन्ह दाप सहितको खुकुरीमा मतदान गरी विजय गराइदिन हुन विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। है मित्रहरू, यसरी मैले भने बानी हुने त आइरहेको हुन्छ, बाइकमा यसरी यात्रा भइरहेको हुन्छ। तर बाटो नयाँ मान्छेको लागि चाहिँ अलिकति होसियार पुऱ्याउनु पर्ने बाटो छ, तर पनि हिउँदमा धेरै राम्रो छ।